हेलो गाइज वेलकम टु माई किचन। आज चाहिँ म बनाना ब्रेड बनाउन गइरहेको छु। त्यही भएर लास्टसम्म भिडियो हेरिदिनु होला। मैले चाहिँ सुरुमा विट लिएँ अनि त्यसमा सिनामनहरू हालिदिएँ अनि त्यसपछि चाहिँ यो पाकेको बनाना लिने अनि यसलाई मजाले मुसिसकेपछि चाहिँ मैले थोरै बेकिङ पाउडर पनि यसमा एड गर्छु। मजाले फ्लफी हुन्छ कि अनि फ्लफी भएको ब्रेड चाहिँ एकदम मिठो हुन्छ नि त। अनि त्यसपछि हल्का साल्ट स्वाद अनुसार हजुरले हाल्नु। अनि त्यसपछि मैले चाहिँ स्विटको लागि अलिकति हनी एड गर्छु। बनाना पनि अलरेडी स्विट हुन्छ, त्यही भएर हल्का क्वान्टिटी अनुसार हजुरले हनी एड गर्नु। अनि त्यसपछि मैले यसलाई मजाले बटरले झान्छु अनि मजाले बटरको स्वाद आउँछ नि त, एकदम मिठो पनि हुन्छ। अनि त्यसपछि झानिसकेपछि यसलाई चाहिँ मजाले मिक्स गर्नु। अनि मैले चाहिँ एकछिनपछि यसमा हातैले नै डो बनाउँछु अनि त्यो राखेको बनानालाई चाहिँ त्यही हालेर मजाले मिक्स गरिदिनु। यसलाई पनि मजाले जति माड्यो त्यति राम्रो हुन्छ क्या ब्रेड चाहिँ, हजुरले भिडियोमा देख्न सक्नुहुन्छ। अनि मैले मजाले हातले डोगराउँछु। अब यसलाई यतिको भइसकेपछि चाहिँ अब यसलाई बेक गर्न ओभनमा छोडिदिनु पर्छ। अनि मैले यसलाई सेप दिँदैछु। मैले चाहिँ राउन्ड सिम्पल ब्रेड बनाउने हामीसँग त्यो थिएन कि, त्यसरी मैले यसैमै कास्ट आइरनको यसैमै बनाइदिन लाग्छु। अनि मजाले सर्कल सेप बनाउँछु मैले चाहिँ। अनि मजाले हातमा तेल लाएर गरेपछि चाहिँ मजाले यो सेप बन्छ। अनि माथिबाट चाहिँ तिल हल्का छरिदिएँ मैले, हेर्दा पनि राम्रो देखिन्छ अनि मिठो पनि हुन्छ। अनि त्यसपछि पम्पकिन सिड्स राखिदिएँ। हेर्न सक्नुहुन्छ यस्तो देखियो। अनि यसलाई चाहिँ लगभग बेक गर्न छोडिदिने। मैले चाहिँ लगभग 1 आवर्स जति बेक गर्न छोडिदिएँ। अनि त्यसपछि यतिको लगभग रेडी भयो। अनि अलिकति मैले चाखे पनि सकेँ। थ्याङ्क यू फर वाचिङ। बाई।